हामी यो बाटो हिँडेको कति भयो? धेरै भयो है। यो बाटो हिँड्न लागेको धेरै म हिँड्न लागेको 4 वर्ष भयो। तिमी हिँड्न लागेको 1 वर्ष। 1 वर्ष भयो। 1 वर्ष भयो। सँगै हामी यस्तै बिहान उठेर काममा जान लागेको होइन? हो हामी यसै गरी हाम्रो नियमित कार्य हुन्छ। दिनचर्या भइरहेछ। समय बितिरहेछ आफ्नै रफ्तारमा। 10औं वर्षको जापानको बसाइ कस्तो रह्यो त हजुरको? 10औं वर्षको होइन 11औं 12औं वर्षको अब। ए 12औं वर्षको। 12औं वर्षको जापान बसाइ उतार चढावमै रहे। सम्भवतः सबैको समय यसै गरी व्यतीत हुन्छ होला। 2-4% भएको अधिकांशको स्टुडेन्टमा आउने सङ्घर्ष गर्ने अनि भ्याइ नभ्याइ हुन्छ स्टुडेन्टहरूमा। त्यस पछाडि थोरै लेभल अप हुन्छ, वर्किङ सर्किङ भन्ने हुन्छ। त्यस पछाडि जीवनले अलिकता के भन्छ त्यो परिवर्तन गर्छ। जीवन थोरै परिवर्तन त्यो प्रकारको भाग दौडबाट निस्केर वर्किङ भइसकेपछि एउटा नियमित लगाममा लगाएको घोडा जस्तो को जिन्दगी सुरु हुन्छ फेरि त्यहाँनिर।